हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ सबैजनालाई। आज हामी कक्षा 6 र कक्षा 8 फेरि पनि पोहोरको जस्तै स्थानीय धार्मिक सम्पदाको अवलोकन भ्रमण गर्नको लागि गइरहेका छौँ। ल यहाँ अगाडिपट्टि चाहिँ हाम्रा विद्यार्थीहरू कक्षा 8 का जाँदै हुनुहुन्छ र कक्षा 8 भन्दा अगाडि चाहिँ कक्षा 6 का विद्यार्थीहरू हुनुहुन्छ। बिचमा पानी पनि पर्यो। अब यहाँनिर खुर्सानी खेती रहेछ, यहाँनिर बन्दाकोपी खेती। यो चाहिँ धनकुटाको एकदमै राम्रो तरकारी उत्पादन हुने ठाउँ, तरकारी जोनको रूपमा पनि प्रसिद्ध रहेको छ। र हामी स्कुलबाट लाग्दैछौँ धार्मिक स्थलको भ्रमणतर्फ। अगाडिपट्टि हुनुहुन्छ हाम्रो तारा मिस र कक्षा 6 का विद्यार्थीहरू, पछाडि कक्षा 8 का विद्यार्थीहरू। यो पानीको ट्याङ्की हो। गाउँ यस्तो रमाइलो छ, राम्रो छ। हजुर हजुर हामी त लाग्यौँ पो। मन्दिरसम्म सामाजिकमा यसो रच पाठौँ अनि ल। यो घर चाहिँ यस्तो राम्रो छ, फुलै फुल भएको। अनि ए के आमा केटा हो? के आमा? के बारी? खोर्सानी बारी। कुन हो? ए यो तलको हो, खोर्सानी बारी हो। यो त तलको सबै खोर्सानी, व्यावसायिक खोर्सानी खेती हुँदैछ यहाँनिर। ल ल निकै ठुलो रहेछ यो त है। ल एकदम राम्रो ठुलो। अनि हामी अब थोरै तलतिर लाग्यौँ। यो चाहिँ कहाँनिर आइपुग्यौँ भने हाम्रो युसिकहरूको घरतिर आइपुग्यौँ। योनिसा भुवनहरूको घरतिर यहाँनिर आइपुग्यौँ हामी अहिले। पछाडिपट्टिबाट म तपाईँहरूलाई धनियाँ खेती पनि देखाउँछु। धनियाँ खेती छ यहाँ। ए कुकुर कुकुर पनि। हामी त लाग्यौँ है तलतिर, भिजायो पानीले। ए बस्नुपर्छ कतै। ए राम्रा राम्रा फुलहरू, कति राम्रा घर। यो चाहिँ ए सेतो खाले फुल। यहाँनिर रहेछ माछा पोखरी। माछा छैन नि? अनि अब कोपी खेती भइहाल्यो। पानी हल्का हल्का परिरहेको छ। मेलको रुखमा आइपुग्यो अब। नेभाको रुख। ओ यो चाहिँ सिक्रे भएछ मेलको रुख चाहिँ वहाँ माथि। यता राम्रा राम्रा घरहरू चिटिक्क परेका छन्। यो हो मेलको पत्ता। हामी चाहिँ अब थोरै तलतिर लाग्दैछौँ। अगाडिपट्टि विद्यार्थीहरू जाँदै हुनुहुन्छ कक्षा 8 का। यहाँनिर चाहिँ भलिबल नै खेल्ने ठाउँ पनि रहेछ यहाँनिर। यहाँ थाकेर अनुहारहरू बसिराख्नु भएको छ 3 जना। ओ तल पनि अरू तल पुगिसक्नुभयो। तल निकै तल पुग्नुभएछ। हामी आउँदैछौँ। ल ओ त्यहाँ टक्क मिस जाँदै हुनुहुन्छ। ल ल यहाँ गफ चल्दैछ। मिसहरू अगाडि नै आउनु भएछ। हामी चाहिँ अलिक पछाडि आयौँ। भेटियो अब। यो रोड हो। यो रोड यो अब लाइन लागेर हामी जाँदैछौँ। हाम्रो मिस यहाँ हुनुहुन्छ। अनि यो रोड चाहिँ यताबाट चाहिँ सिद्धवा जान्छ, अनि यताबाट चाहिँ जितपुर जान्छ होइन त। ल जाउँ। हामी अब लगभग मन्दिर परिसरमा आइपुगिसक्यौँ र अगाडि विद्यार्थीहरू हुनुहुन्छ, हामी पछाडि आउँदैछौँ। र यो पछाडिपट्टि मैले देखाइरहेको छु, उहाँहरू विद्यार्थीहरू तल झर्दै हुनुहुन्छ। यहाँ ध्वजा छ
र यो तलतिर चाहिँ ठ्याक्कै मन्दिर एकदमै चट्टानवाला भिरमा अवस्थित रहेको छ। यो वरिपरिको दृश्य सबै एकदम हरियाली छ। आज एकदमै राम्रोसँग पानी परेर खुलेको मौसम जस्तै छ। घाम पनि हल्का लागिरहेको छ, पानी पनि हल्का परिरहेको छ। अब यहाँनिर हामी आज धार्मिक स्थलको भ्रमण स्थल र यो चाहिँ एकदमै मन्दिर हो। यहाँको यो मन्दिर हो। यहाँ माथि बरको रुख छ, बरको रुखबाट यस्तो झर्छन्। ल यहाँनिर टक्क घन्टी बजाउने, अत्यानी घन्टी बजाउने ठाउँ। विद्यार्थीहरू एकदम रमाएर बजाउँदै हुनुहुन्छ। यहाँ छ एउटा फुलबारी। यता अरू विद्यार्थीहरू र मिस पनि हुनुहुन्छ त्यहाँ, र मिसले गाइड गर्दै हुनुहुन्छ। मिसले एकदम राम्रोसँग गाइड गर्दै हुनुहुन्छ त्यहाँनिर। यता हामी के गर्ने भनेर यहाँ हेर्दैछौँ। हाम्रो धार्मिक स्थलको भ्रमणको उद्देश्य यहाँको बारेमा जानकारी दिनु र यहाँ चाहिँ के कसरी सञ्चालन भएको छ, यो कहिले सञ्चालन भएको छ भन्ने कुरा डिटेलमा एउटा सानो प्रतिवेदन बनाउनु पनि हो, जसले गर्दाखेरि चाहिँ विद्यार्थीको सिकाइ उपलब्धि अझै धेरै हुन्छ भन्ने हाम्रो विश्वास हो। ल सबैजनाले रिपोर्ट गर्दैछन् महत्त्वपूर्ण कुराकानीहरू। यहाँ छ मन्दिरको डिटेल। ल हो मिसले एकदम राम्रोसँग त्यहाँनिर गाइड गर्दै हुनुहुन्छ र विद्यार्थीहरू यहाँ हुनुहुन्छ। हो नेपाल त्यतिकै पनि हिन्दू धर्म मान्ने धर्मावलम्बीहरूको बाहुल्यता भएको देश हो। त्यसैमाथि आज हामी विद्यालयबाट धार्मिक स्थलको भ्रमण गर्नको लागि आएका छौँ। श्री सिंहदेवी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका, वडा नम्बर 9, मूर्तिढुङ्गा आले भन्ने ठाउँबाट आएका छौँ। र यहाँ तलतिर यो मन्दिर भएको परिसरको यो ठाउँको नाम चाहिँ, यो ठाउँको नाम के डाँडा हो भाइ? यो ठाउँको नाम म एकछिन सोधेर भनिहाल्छु है त। यो ठाउँको नाम के हो मिस ठ्याक्कै? भनडाँडा। भनडाँडा। ल हेटरिका ल भनडाँडा हो यो ठाउँको नाम। एकदमै राम्रो पिक्चर क्वालिटी आइरहेछ। हवन गर्ने ठाउँ पनि म तपाईँहरूलाई देखाउँछु। यहाँ मेरो पछाडि छ, यो हवन गर्ने ठाउँ। त्यस पछाडि बातीहरू बाल्ने ठाउँ त्यो मन्दिरभित्र भइहाल्यो। यो पछाडिको चाहिँ गुफा हो। यहाँनिर घन्टीहरू बजाइन्छ र यस्तै छ यहाँको अवस्था। यो ठाउँ चाहिँ मन्दिर पछाडिबाट देखिने तलतिरको दृश्य हो। यो लालीगुराँस आधारभूत विद्यालय पनि पर्दछ यहाँ। हामी चाहिँ सिंहदेवी माध्यमिक विद्यालयबाट आएका हौँ। यो तलको गाउँ, यहाँ पनि तरकारी खेती, मकै खेती राम्ररी हुन्छ। अहिले जेठको महिना, एकदमै राम्रो छ मौसम पनि। यो गुराँसका बोटहरू अस्ति गुराँस फुलिसकेर अहिले चाहिँ यसरी पाउला फेरिरहेका छन् यहाँनिर। ल यो मन्दिर माथि छ मन्दिरको गजुर। यो कालो कालो रङको छ, त्यही भएर परबाट राम्ररी देखिएन। यो गजुरलाई पनि कालोबाट परिवर्तन गरेर यो गोल्डन बनायो भने चाहिँ टाढैबाट देखिने रहेछ। यो प्रतीक्षालय हो मन्दिरमा रहेको। यहाँ चाहिँ भजन कीर्तन जस्ता कार्यक्रमहरू हुन्छन्। यो तुलसीको मोठ र यो साँडेको प्रतिमा। ल ल ल धमाधम छ। सबैको आफ्नो आफ्नै व्यस्तता छ, कार्य व्यस्तता छ। उहाँहरूले आफ्नो सिक्ने कामलाई, आफ्नो लेख्ने कामलाई निरन्तरता दिइराख्नु भएको छ सबैजनाले। यताबाट पनि बसेर विद्यार्थीहरूले आफ्नो आफ्नो कामहरू गरिराख्नु भएको छ। अनि त्यस पछाडि सबैको आफ्नो आफ्नै राम्रो खाले कार्यक्रम हुँदैछ यहाँनिर। पढ्ने लेख्ने, बुदाहरू टिप्ने। पञ्चेश्वर शिवालय मन्दिर, यसको सही नाम चाहिँ पञ्चेश्वर शिवालय मन्दिर हो। ल पञ्चेश्वर शिवालय मन्दिरमा चाहिँ टक्क यहाँनिर सबैजना बुधा टिपोट गर्दै हुनुहुन्छ। के रहेछ त यो भनेर यसको बारेमा जान्न खोज्दै हुनुहुन्छ। ल ल
अब यो सकेर चाहिँ हामी स्कुलै फर्किन्छौँ। बिस्तारै हामी सानो एउटा ग्रुप फोटो खिच्छौँ र यो सकेर चाहिँ हामी अब स्कुल नै फर्किन्छौँ। सबैजनालाई अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। किप वाचिङ, थ्याङ्क यू।